त्यो पानीको झरीमा पनि अब त्यो सामान नलगी भएको छैन हो। माथि माथि त्यो दबाईले पनि थामिरहेको छैन। आम्मामा जुत्ता त 10 मिनट जस्तो हिँड्दै नै एउटा चाहिएको हामी चाहिँ पायो कि यो रोड चाहिँ रेडी भएछ कि हामी चल्ने दुईजना जाउँ। यो खोज्दै आइपुग्दा चाहिँ कहाँ आइपुग्यो भने चाहिँ यहाँ आइपुग्यो गाइस। त्यहाँनिर हामी आइपुग्दा चाहिँ घाम पनि कस्तो मजा लाग्दो हेर। यति चाहिँ हामी सामान टिप्न आएको अन्त लिन आएको। हेलो वेलकम ब्याक टु एनदर न्यू भिडियो गाइस। आजको चाहिँ टोटली एडभेन्चर भिडियो हुन्छ आज ब्लग चाहिँ। आज कहाँनिर हामी चाहिँ जङ्गलमा आएको छ कि माथि आएको छ कि हाम्रो गाउँदेखि माथि एकदम अलिकति यो पूजाको लागि सामानहरू चाहिन्छ अरे कि के अलिकति हाउस खोज्नुको लागि आएको छ आज है। यहाँ मद्दत छ हो, यहाँ अब साथ छ, यहाँ 3जना छ कि। यहाँनिर जङ्गलको चाहिएको क्या जुक्काले चाहिँ खतरा हामीलाई चाहिँ यहाँनिर भएको छ कि। जुक्का टिपेर त खतरा हुनेछ नि यहाँनिर। जुक्का त यस्तो भएर बसेको छ नि ढुङ्गाले खतरा मारिदिन्छ त है सन्त। खतरा मारिस् त जुक्का त ढुङ्गाले। डुट्टो बनाइदिएको हो जुक्कालाई। जुम हे ठुलो जुम जुक्का जुम त्यस्तो गरेर अहिले पानीहरू रड्डै हुन्छ हामीलाई। आम्मामामा क्या दामी छ यस, दामी हेर दामी दामी। यसपालिको दुईवटा भ्लग चाहिँ एकदम खतरा एडभेन्चर स्टार्ट हुन्छ यस्तो मिटअपको भ्लग हो यो आजको चाहिँ। आज पानी आयो भने चाहिँ रड्डी हुन्छ है साथी हो। लास्ट फुल स्टप है चाहिँ जग्गा चाहिँ नि। म त सेटलमेन्ट भन्ने फ्याटै छैन होइन, छैन घरहरू पनि केही छैन हो, एकदम जङ्गलै मात्र हो। यस्तो हिँड्नुपर्छ कोही बेला चाहिँ साथी हो, जङ्गलमा मजा छ। निङ्गुरे आम्मामा लेखाली निङ्गुरे यो चाहिँ ल भने चाहिँ पहिलाको 2004-05 को यो के भन्छ BBPL को यो पहिलाको पुरानो रोडमा आइपुग्यो हामी चाहिँ। माथिबाट चाहिँ त्यो माथि पारि कति दामी दिँदैछ है सिनियरमा जुकाएर यहीँ माथि माथि त्यो दबाईले पनि थामिरहेको छैन। आम्मामा जुक्का त 10 मिनट जस्तो हिँड्दै नै टिपेको गर्नुपर्ने रहेछ अन्त जुक्का। ओ छिटो आइज, छिटो। आज चाहिँ हामी यो एउटा रुखहरू हुन्छ कि हो, त्यो रुखको यो चाहिँ काटेर लानुपर्ने हो कि मेन चाहिँ। त्यहाँदेखि अर्को फाल्टो सामानहरू पनि छ, एउटा दुइटा त्यो रुखहरू यस्तो के लानुपर्ने कि। त्यसले गर्दाखेरि हामी यहाँ खोज्दै जाँदैछ कि कहाँ पुग्दा भेट्छ काट्यो भोकर लाने कि। त्यसले गर्दा चाहिँ आएको त्यहाँनिर जुक्काले आम्मामा जुक्का चाहिँ हेभी छ। अब चाहिँ सिजन हुन्छ कि 10 मिनट जस्तो हिँडेर टिपिहाल्नुपर्ने रहेछ जुक्का। त्यहाँ एकदम अघि जति आउँछ र अब त खतरा लाग्यो जुक्का चाहिँ एकदम। ल गाइस फाइनली चाहिँ हामी यहाँदेखि के अरे लाखुङमा जाने बाटोमा पुगिसक्यो हामी जङ्सनमा। यो चाहिँ कहाँनिर हो भन्दा चाहिँ अस्ति मैले के भन्छ यो कभर गरेको छु नि यता लाखुङको पूजा हो भनेर चाहिँ। त्यही चाहिँ अघि हामी उताबाट हामी चाहिँ नामसालिङबाट यस्तो उँभो गएको हो, फर्क यस्तो आएर चाहिँ अब अप्पर गठियाको यहाँ चाहिँ आइपुगेपछि चाहिँ हामी चाहिँ लिएर चाहिँ उता मुनि जानुपर्ने हो। यो साथी कहाँ हरायो फेरि? ओ छिटो आइज ल। हामी दुईजना चाहिँ यहाँ माथि आइपुगेको थिएँ कि पानी खत्तम गरेर पानी आएर त्यो जङ्गलको बिचमा पानी आएर हो। सामान अहिलेसम्म एउटै भेटेको छैन हो, रड्डी भयो। जुत्ता सानो आउँदैन फेरि रड्डी भएछ कि हामी चल्ने दुईजना जाउँ। अब दुई भाइ चाहिँ यस्तो पानीको झरीमा पनि अब त्यो सामान नलगी भएको छैन हो। पानीहरू कस्तो रड्डी भइदिनु गइरहेको छ। एउटा साथीले चाहिँ तलै छोडाइदिएको छ हो, त्यो साथी हिँड्नु सक्दैन रहेछ कि। त्यो जुक्का क्या हेभी हेर्दैछ, पानी रड्डी गर्छ। जाउँ अब चलाउँ। जुत्ता त डोलो परिरहेको छ त्यो।
हामीले फाइनली एउटा चाहिएको हामी चाहिँ पायो कि रोग चाहिँ अघि नै अलरेडी हामीले दुईवटा चारवटा चाहिएकोमा दुईवटा छ अलिक अब दुईवटा हेर्ने भने ठक्कै हुन्छ एउटा सामान त हाम्रो पुग्यो पायो हो अब अझै एउटा सामान छ त्यहाँदेखि चाहिँ हामी जाने दुईसौमै चल्छ पेपगिर झन् त त्यति साह्रो आएन हौ ल हामीले सामान पनि यहाँ पायो कि यही हो अब एउटा आइटम पुगेको छैन कि पानीले खत्तम गऱ्यो नि हौ यस्तो सामान पानी रहेछ बड्डी भइदियो त आमामा हामी यो सामान खोज्दै हो यो खोज्दै आइपुग्दा चाहिँ कहाँ आइपुग्यो भन्दा चाहिँ यहाँ आइपुग्यो गाइस यहाँ सिग्रेट लगाउनु यहाँ छोटो लगाउनु आइरहेछ त्यो माथि डाँडामा सोध्नु छ कि त्यो आइपुग्यो साथी हो चाहिँ पाएकै छैन सामान खोज्दैछ हामीले एउटा रुख हुन्छ कि उसको चाहिँ हाँगा लिएर आउनु पर्ने हो कि त्यसले गर्दाखेरि चाहिँ खोजाइ जोड जान्छ ल गाइस फाइनली यहाँनिर हामी आइपुग्दा चाहिँ घाम पनि कस्तो मजा लाग्दो हेर आमामा घाम पनि ठिक्कै लाग्थ्यो हो दामी भयो वेदर यो सबै यहाँनिर चाहिँ यो मेडिटेसन गर्नेको जग्गा हो दुइटा चाहिँ हो यहाँनिर चाहिँ छोड्दिनु मेन चाहिँ यहाँदेखि उता चाहिँ नि कस्तो दामी देख्दैछ हेर्ने साथी तल तल गाउँहरू दुर्गठियाहरू अन्त यहाँनिरको मैले अस्ति नै यहाँको त भ्लग त अस्ति नै मैले गरेको छु हो यहाँको भ्लग हेर्नु पऱ्यो भने चाहिँ डिस्क्रिप्सनमा चाहिँ गएर हेर्नु साथी हो यहाँको अलिक देखाएको तर पनि आज यस्तो देखाइदिनु यहाँ चाहिँ लामो पढ्नेको जग्गा मजाले बनाइदिएको छ ढलाएर हो मजाले छ यता अन्त यहाँदेखि उता चाहिँ सलिड गाउँ लो गाइस अब भने चाहिँ हामी चाहिँ यति अब सामान हामीले तल राखेको छ टिपेर हामी अब लिएर जाने हो डाइरेक्ट त्यो घरमा जाने हो त्यसले गर्दाखेरि आजको चाहिँ जस्ट एउटा एडभेन्चर जस्तो जङ्गलमा हेरेको यसो जङ्गलतिर कस्तो कस्तो के होइन कस्तो खालको हुन्छ नेचरसँग यसो पहिला कनेक्ट भएको यसो भ्लग पनि एउटा जाओस् न भनेर चाहिँ नि त्यति अन्त सबैजना सामान चाहिँ लानुपर्ने अन्त पायो हो सबैजना गएर लाइक share, subscribe, and also to follow me on Facebook. So see you in the next video, guys. I'm just खास सामान चाहिँ यो हो यति चाहिँ हामी सामान टिप्न आएको अन्त लिएर आएको अन्त एक भएर चाहिँ लाँदैछ दाजुले चाहिँ